यो ट्यु क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान पछिल्लो चरण चाहिँ नेपाल सरकार र क्यानको पहलमा फ्लड लाइट राख्ने र चाहिँ 10,000 सेट क्षमताको प्याराफिट बनाउने काम तीव्र गतिमा भइराखेको छ। यसो हेर्दाखेरि चाहिँ क्रिकेटमा नेपालले गरिराखेको प्रगतिलाई मध्यनजर गर्दै सरकारले पछिल्लो चरण जुन काम गरिराखेको छ यो असाध्यै सराहनीय काम पनि हो। यसमा कसको भूमिका कति रह्यो भन्ने कुरा त आफ्नो ठाउँमा छँदैछ। पछिल्लो चरण चाहिँ पारस खड्का जब चाहिँ क्यानको सचिव भएर आउनुभयो त्यस पछाडि क्रिकेटमा चाहिँ नेपालले असाध्यै ठुलो फड्को मारेको छ। घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिगमा पनि नेपालले असाध्यै ठुलो सफलता प्राप्त गरिसके पछाडि चाहिँ सरकारले पनि चाहिँ यसमा चाहिँ अलिकति तदारुकता देखाएको, अलिकति चासो देखाएको हामीले देख्न सक्छौँ। विभिन्न ढङ्गका चाहिँ खेलकुद मैदानहरू निर्माण हुने क्रममा छन्। विशेष गरेर क्रिकेट मैदानहरू निर्माण भइराखेका छन्। त्यसमा चाहिँ अहिले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भइराखेको छ। विभिन्न जिल्लाहरूमा त्यही ढङ्गले चाहिँ क्रिकेट स्टेडियमहरू निर्माण भइराखेको छ। यसलाई अलिकति जो क्रिकेटप्रतिको नेपालीहरूको क्रेज छ त्यो क्रेजलाई पनि चाहिँ एकदमै व्यवस्थापन गर्नको निमित्त र चाहिँ जो क्रिकेटले प्राप्त गरिराखेको उपलब्धि छ यो उपलब्धिलाई पनि संस्थागत गर्नको निमित्त पनि क्रिकेट स्टेडियमहरू आवश्यक पर्छ। खेलाडी उत्पादन गर्नको निमित्त क्रिकेट स्टेडियम आवश्यक पर्छ। त्यसको लागि चाहिँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको आवश्यक छ र यो हाम्रो विशेष गरेर चाहिँ हाम्रो क्रिकेट मैदान विभिन्न तौरबाट चाहिँ अलिकति महत्त्वपूर्ण पनि हुने गर्छ। जस्तै इन्डिया र पाकिस्तानको कहिले पनि इन्डिया अथवा पाकिस्तानमा म्याच हुँदैन। यो म्याच चाहिँ विशेष गरेर चाहिँ उनीहरूले कि दुबई कि अन्य ठाउँ गएर खेलिराखेका हुन्छन्। यसैलाई चाहिँ इन्डिया र पाकिस्तानको नेपालमा म्याच खेल्न सक्ने स्थिति पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भयो भने बन्छ। यसले गर्दाखेरि चाहिँ नेपाली क्रिकेट जगतलाई पनि चाहिँ एक हदले चाहिँ फाइदा पुग्छ भन्ने कुरा नै हो। धन्यवाद।